telling, forgive. त्यसैले तपाईहरुले क्षमा दिनुहोस्. When you forgive, it will free your future. अनि तपाईले जब क्षमा दिनुहुन्छ तपाईको भविष्य चाहिँ असल हुन्छ. You know why? किन थाहा छ तपाईहरुलाई? Because God can use the same people who hurt you. अनि जसले तपाईहरुलाई दुःख दिएको छ त्यही व्यक्तिहरुलाई परमेश्वरले युज चलाउनुहुन्छ To push you towards your destiny. तपाईको त्यो तपाईको परमेश्वरले जुन राखिदिनु भएको छ त्यो उद्देश्यमा पुर्याउनको लागि त्यही व्यक्तिहरुलाई परमेश्वरले चलाउनुहुन्छ. Amen. आमेन. Amen. आमेन. Can we all just take some time and just think of the person which you cannot forgive in your life? अनि तपाईहरुले अहिले यो समय लिनुहोस् कि छोटो समय लिनुहोस् तपाईले कसलाई चाहिँ क्षमा दिन सक्नु भएको छैन अहिलेसम्म. Everyone know. Yes. मलाई विश्वास छ कि आशा छ कि तपाईहरु सबैजनालाई थाहा छ योसेफको बारेमा. Yes. So he's a young man who had a great dreams and who had a great visions from God. योसेफ चाहिँ एउटा केटो थियो जुन जसले चाहिँ परमेश्वरको विजन पाएको थियो अनि एकदम शक्तिशाली केटा. But instead of him going to a palace, instead of him being recognized as people, instead of him being applauded by the visions he got from God, he was put into a pit. अनि उसले जति पनि सपनाहरू दर्शनहरू पाएको थियो उ त महलमा जानको साटो खाल्डोमा गएको. Not only he was found himself in the pit, but he found himself in the prison as well. उलाई चाहिँ खाल्डोमा मात्र नभएर उलाई चाहिँ जेलमा पनि हामीहरूले यो वचनहरू हेर्दाखेरि देख्न सक्छौं. And years he just waited, and years he's trusted God, but still nothing has happened. अनि वर्षौं उसले चाहिँ परमेश्वरमा विश्वास गरिरहेको देख्छौं वर्ष तर केही पनि उसको जीवनमा भएको छैन. And if you just read the life story of Joseph, the one truth has never changed. Wherever he was, the Lord was with Joseph. अनि हामीहरूले यो योसेफको जीवन हेर्दाखेरि चाहिँ हामीहरूले धेरै कुराहरू देख्न सक्छौं तर उसले चाहिँ कहिले पनि परमेश्वरलाई समात्नको लागि चाहिँ छोडेको छैन. Amen. आमेन. Just turn to your neighbors and say that wherever you are, but don't forget that Lord is with you. अहिले तपाईहरुले आफ्नो छिमेकीलाई भन्नुहोस् कि तपाई जहाँ हुनुहुन्छ परमेश्वरले चाहिँ तपाईलाई कहिले पनि बिर्सनु भएको छैन भनेर भन्नुहोस्. तपाई जहाँ हुनुहुन्छ परमेश्वरले तपाईलाई भुल्नु भएको छैन भनेर भन्नुहोस् हाम्रो छिमेकीलाई. Just shake them little bit and say that the Lord is with you. अलिकति झकझकाउनुहोस् उहाँहरूलाई परमेश्वर चाहिँ तपाईको साथमा हुनुहुन्छ भनेर. Amen. 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 So before we go into the life story of Joseph, I would like to start with one illustration. अनि योसेफको जीवन कथामा जानुभन्दा अगाडि चाहिँ म तपाईहरुलाई एउटा इलिस्ट्रेसन देखाउन चाहन्छु. A man once planted a bamboo tree. एउटा मान्छेले चाहिँ बाँस चाहिँ रोप्यो. And every day he watered it. अनि हरेक दिन पानी हाल्न थाल्यो. Every week he watered, every month he watered. हरेक हप्ता हरेक महिना पानी हाल्न थाल्यो. But it was not growing. अनि त्यो बाँस चाहिँ अझै बढ्दै बढेन. He didn't even see one stem was coming. He didn't even see one leaf was coming from that bamboo. अनि उसले चाहिँ पानी हालेको हरेक दिन हरेक हप्ता हरेक महिना हाल्दा पनि त्यो एउटा पात पनि नआएको उसले चाहिँ पात पनि देखेन त्यो उसमा. But suddenly in the 5th year the bamboo got shooted up for 60 inch in just 6 weeks. 6 हप्तापछि चाहिँ उसले एकैचोटी देख्यो कि 6 फिट चाहिँ त्यो बाँस चाहिँ उम्रेको. Did it grow overnight? अनि के त्यो चाहिँ के एकैचोटी रातमै उम्रेको हो र? No, right? No? हो कि होइन? कि त्यसलाई समय लाग्यो कि लागेन त्यो बाँसलाई उम्रिनको लागि? एकै रातमा उम्रेर त्यो? उम्रेन नि 6 हप्तापछि एकैचोटी ठुलो भयो भनेर भन्दैछ. You know what was happening when there was no stem and leaf that was visible in our eyes? अनि जब त्यो बाँसको ठुटामा चाहिँ कुनै पनि पात अनि टुसा नआएको दिनहरुमा it was developing under the soil and it was just making it very strong in order to just give more fruits from that. त्यतिखेर चाहिँ त्यो बाँसले चाहिँ बिस्तारै जरा गाड्न थालिरहेको थियो त्यो फल दिनको लागि. That's how God works in your life as well. त्यसरी नै तपाईहरुको जीवनमा नि परमेश्वरले काम गर्नुहुन्छ. Even though when you cannot see the results, but still
God works in each one of your life who's seated over here in this place. तपाईको जीवनमा तपाईले कुनै पनि रिजल्ट नदेखे तापनि परमेश्वरले चाहिँ तपाई हरेकको जीवनमा चाहिँ काम गरिरहनु भएको छ Amen. Amen. Even when you don't see the root, तपाईले त्यो जरा नदेखे तापनि अहिले even when you don't see anything happening, तपाईको जीवनमा अहिले केही भएको नदेखे तापनि but still God works in your life. तर परमेश्वर चाहिँ तपाईको जीवनमा काम गरि नै रहनुहुन्छ That's why He prepare your roots before He show your fruit to each and everyone who is seated over here. त्यही भएर तपाईको जीवनमा चाहिँ सुरुमा फल देख्नु भन्दा अगाडि परमेश्वरले चाहिँ तपाईको जीवनमा चाहिँ जरा गाड्दिनुहुन्छ सुरुमा Amen. आमेन Amen. Just turn to your neighbors and say that He is preparing your root in order for you to show the fruit to everyone who is seated over here. तपाईले अहिले आफ्नो छिमेकीलाई भन्नुस् तपाई परमेश्वरले तपाईको जीवनमा फल देखाउनु भन्दा अगाडि परमेश्वरले जरा गाड्दै हुनुहुन्छ भनेर The first point which I would like to bring, पहिलो बुदा भन्न चाहन्छु तपाईहरुको माझमा when life seems unfair, trust God's plan. तपाईको जीवन अनुचित भए तापनि परमेश्वरको योजना चाहिँ सधैँ रहिरहन्छ Amen. आमेन Trust God's plan. परमेश्वरको योजनालाई चाहिँ तपाईले विश्वास गर्नुहोस् You might not know what is God is going and doing in your life, but just trust in His plan. तपाईको जीवनमा परमेश्वरले के गरिरहनु भएको छ कस्तो गरिरहनु भएको छ तपाईलाई थाहा नहोला तर जस्ट परमेश्वरलाई विश्वास गर्नुहोस् As I was just telling about Joseph, like he had a vision and dreams from God. मैले चाहिँ योसेफको बारेमा भनिरहेको थिएँ कि उसले चाहिँ जुन सपनाहरू देखिरहेको थियो भनेर Instead of him being applauded, he was betrayed by his own brothers. उसलाई चाहिँ मान्छेले ताली बजाउनुको साटो त्यो सपना देखेको कारणले ताली बजाउनु वा वा भनेको साटो अरूहरूले चाहिँ उनीहरूलाई अरू मानिसहरूले चाहिँ उसको आफ्नै दाजुभाइहरूले चाहिँ तल खसालिरहेको थियो उसलाई And not only they betrayed him, they throwed him into the pit and he sold him into the slavery as well. अनि उसकै आफ्नै दाजुहरूले चाहिँ विश्वासघात मात्र नगरेर उसलाई चाहिँ खाल्डोमा हालेर अनि त्यहाँबाट चाहिँ उसलाई चाहिँ बेचिदिएको छ But here is the good news. तर एउटा असल समाचार चाहिँ God didn't stop the pit, तर परमेश्वरले चाहिँ उसलाई चाहिँ खाल्डोमा मात्र राख्नु भएन but that pit was the plan and that pit was his destination in order to fulfill what God has in his life. अनि त्यो खाल्डो चाहिँ त्यो खाल्डो चाहिँ परमेश्वरले चाहिँ उसलाई तयारी गर्न त्यो महलमा लानको लागि तयारी गरिरहनु भएको थियो Amen. आमेन Pit is not your punishment. तपाईको त्यो खाल्डो चाहिँ परमेश्वरले तपाईलाई पनिश गर्नु भएको होइन Pit is your preparation. त्यो तपाईको खाल्डो चाहिँ परमेश्वरले तपाईलाई तयारी गर्दै गर्नुभएको समय Amen. आमेन Amen. आमेन Just say to yourself that pit is not my punishment. त्यो खाल्डो चाहिँ मलाई परमेश्वरले सजाय दिनु भएको होइन भनेर भन्नुहोस् आफैलाई But pit is my preparation. अनि खाल्डो चाहिँ परमेश्वरले मलाई तयारी गर्नुभएको हो भने Amen. आमेन Amen. आमेन So as you see in Romans 8:28, रोमी 8 को 28 हामीहरूले पढ्नेछौँ अहिले रोमी 8 को 28 रोमी 8 को 28 when you see in the scriptures, अनि जब हामी यो वचनलाई हेर्छौँ like it says that we know that in all things God works for good of those who love Him. अनि यसमा लेखिएको छ कि हामी जान्दछौँ उहाँलाई प्रेम गर्नेहरू र उहाँका अभिप्राय अनुसार बोलाएकाहरूका निम्ति हरेक कुरा परमेश्वरले भलाइले गर्नुहुन्छ Amen. आमेन How many of you believe that you are loved by God? अनि तपाईहरु कतिजना विश्वास गर्नुहुन्छ कि तपाईलाई चाहिँ परमेश्वरले प्रेम गर्नुहुन्छ भनेर Amen. Then you need to believe that He is going to make all things for good. त्यसो भए तपाईहरुले विश्वास गर्नुपर्छ कि परमेश्वरले चाहिँ तपाईको जीवनमा जे गर्नुहुन्छ असलै गर्नुहुन्छ भनेर Amen. All the betrayals, all the hurts and all the pain, He is going to make it for His good. जति पनि विश्वासघात जति पनि दुःख जति पनि सजाय तपाईहरुको जीवनमा गइरहेको छ परमेश्वरले त्यो सबै कुरा चाहिँ असलको निम्ति गर्नुहुन्छ भनेर Amen. आमेन How many of you know a cake? तपाईहरुलाई कतिजनालाई केक थाहा छ We all like to eat cake, right? After baked. हामीहरु सबैजनालाई केक खान मन पर्छ हैन केक बनाइसकेपछि But how many of you like to eat when it's raw?
तपाईहरु कतिजनालाई केकको त्यो बनाइराख्दाखेरि त्यो खान मन लाग्छ No, right? You like to eat when it's raw? त्यो काँचो हुँदाखेरि तपाईहरु कतिजनालाई खान मन लाग्छ No, right? मन लाग्दैन हैन Because it will not taste good like when the ingredients like flour, salt, egg, when it's just mixed, it will be very raw, right? त्यो त्यसमा मैदा चिनी अनि दुध हालिरदाखेरि अण्डाहरु हालिरदाखेरि तपाईहरुलाई त्यतिखेरै खान मन लाग्छ त लाग्दैन नि Nobody likes to eat the raw food, right? कसैले पनि काँचो खानेकुराहरु खान मन लाग्दैन नि हैन But when it's made, it does something very wonderful and it tastes very good for our mouth as well. अनि जब त्यो पाकिसक्छ त्यसपछि चाहिँ जब हामीले खान्छौँ त्यसपछि चाहिँ मिठो हुन्छ कुनै कुरा गुलियो हुन्छ केक चाहिँ गुलियो हुन्छ हो कि हैन Amen? आमेन Same, likewise, God is going to mix all the bitter, त्यसरी नै परमेश्वरले पनि सबै तितोपन कुराहरुलाई all the sweet season, सबै गुलियो कुराहरुलाई all the hurtful season, सबै दुःखको कुराहरुलाई all the shameful season. तपाईको त्यो शेम भएको कुराहरुलाई He's going to mix everything together यो सबै कुराहरुलाई परमेश्वरले एकै ठाउँमा बटुल्नुहुन्छ and He's going to make very something wonderful out of it. अनि मिसाएर एउटा असल कुरा बनाउनुहुन्छ तपाईको जीवनमा How many of you believe that? कतिजना तपाईहरु विश्वास Amen. गर्नुहुन्छ आमेन Amen. आमेन Do you still trust God when nothing makes sense in your life? के अझै पनि तपाईले विश्वास गर्नुहुन्छ कि तपाईको जीवनमा केही कुराको प्रतिउत्तर नआए तापनि तपाई परमेश्वरमा विश्वास गर्नुहुन्छ Amen. Joseph trusted when nothing ever made sense in his life. अनि जब जोसेफले चाहिँ परमेश्वरलाई विश्वास गरेको देख्छौं कि जब उसको जीवनमा कुनै कुराको सेन्स नै केही कुराको महत्त्व नै नभएको देख्दाखेरि And his own brothers pushed him down to the pit. अनि उसकै आफ्नै दाइहरुले चाहिँ उसलाई खाल्डोमा हालेको छ But you know why it happened? तर किन यस्तो भएको छ थाहा छ तपाईहरुलाई Because God is going to lift him up from that pit. किनकि परमेश्वरले चाहिँ त्यो खाल्डोबाट चाहिँ उचाल्न चाहनुहुन्छ त्यसैले Amen. आमेन Likewise, people might push you into the pit. त्यसैगरी तपाईहरुको जीवनमा पनि कुनै व्यक्तिले तपाईलाई चाहिँ खाल्डोमा हालिदिन सक्छ But God is going to lift you up from the pit. तर परमेश्वरले चाहिँ त्यो खाल्डोबाट उचाल्नु हुनेछ तपाईलाई Amen. आमेन Don't panic when people reject you. तपाई कहिले पनि नअत्तालिनुहोस् मानिसहरूले तपाईहरुलाई रिजेक्ट गर्दाखेरि And don't panic when people betray you. मानिसहरूले विश्वासघात गर्दाखेरि तपाईहरु कहिले पनि नहतासिनुहोस् Because God will remove you किनकि परमेश्वरले चाहिँ तपाईलाई निकाल्नुहुन्छ त्यसबाट from the place where you don't belong to. जुन चाहिँ त्यो ठाउँमा तपाई चाहिँ जुनमा चाहिँ तपाई त्यो त्यहाँ बिलोङ गर्नुहुन्न त्यहाँबाट परमेश्वरले निकाल्नुहुन्छ तपाईलाई Amen. आमेन If God is just bringing you out of a situation, यदि तपाईलाई परमेश्वरले कुनै पनि समस्याबाट निकाल्दै हुनुहुन्छ भने if God is just taking you out of some place, परमेश्वरले चाहिँ कुनै ठाउँबाट निकाल्दै हुनुहुन्छ भने तपाईलाई just trust that that is the place where you don't belong to. कि परमेश्वरलाई विश्वास गर्नुहोस् कि तपाई चाहिँ त्यो ठाउँमा चाहिँ बिलोङ जुन ठाउँमा चाहिँ तपाई आबद्ध हुनुहुन्न Amen. आमेन Amen. आमेन Jamesy. Yes. So that's what I'm trying to tell. Pit is not your end story. तपाईको त्यो खाल्डो चाहिँ अन्तिम उद्देश्य होइन It is the preparation for your promotion. त्यो चाहिँ तपाईको लागि चाहिँ परमेश्वरले माथि उठाउनको लागि तयारी हो Just turn to your neighbors and say, shake them a little bit up and say that pit is not your end story. तपाईले आफ्नो साथीहरुलाई हल्लाउनुहोस् तपाईको छेउमा जो हुनुहुन्छ अनि भन्नुहोस् कि तपाईको त्यो खाल्डो चाहिँ अन्तिम उद्देश्य होइन परमेश्वरको Say to them that it's your promotion. त्यो चाहिँ परमेश्वरले तपाईलाई माथि उठाउन लागिरहनु भएको समय हो It's your promotion. त्यो चाहिँ परमेश्वरले तपाईलाई माथि उठाउन लागिरहनु भएको समय हो Amen. आमेन Amen. आमेन Can we all just close our eyes for some time? अहिले हामी एकछिन आँखा बन्द गर्नेछौँ Maybe you have been betrayed by people. तपाईहरुलाई मानिसहरूले विश्वासघात गरिरहेको हुन सक्छ Maybe you have been hurt by people. तपाईलाई कुनै व्यक्तिले तपाईलाई हर्ट गरेको हुन सक्छ But give everything to God अनि परमेश्वरलाई अहिले दिनुहोस् त्यो सबै कुरा and He will make everything for good. अनि परमेश्वरले सबै कुरा असल गर्नुहुनेछ
because He loves you. किनकि परमेश्वरले तपाईलाई प्रेम गर्नुहुन्छ And when life seems unfair, जब जीवन चाहिँ अनुचित देखिन्छ just trust God's plan. परमेश्वरको योजनालाई चाहिँ विश्वास गर्नुहोस् Just pray for 30 seconds and just give everything to God. 30 सेकेन्डको लागि प्रार्थना गर्नुहोस् अनि यो सबै कुरा परमेश्वरलाई दिनुहोस् Amen. 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 What was the first point I said? पहिलो पोइन्ट चाहिँ के भन्नुभएको थियो उहाँले Anyone? कसैलाई थाहा छ Okay, let me remind you. फेरि तपाईहरुलाई म सम्झाउने छु When life seems unfair, trust God's plan. तपाईको जीवन अनुचित भए तापनि परमेश्वरको योजनालाई विश्वास गर्नुहोस् Amen. आमेन And the second thing which I'm going to share is, अनि दोस्रो पोइन्ट म तपाईहरुलाई शेयर गर्न लागिरहेको चाहिँ so from the pit, now Joseph is coming into the Potiphar's house. अनि योसेफ चाहिँ त्यो खाल्डोबाट चाहिँ अब पोतिफरको घरमा पुगेको छ And now Joseph is in Potiphar's house, अनि पोतिफरको घरमा छ अहिले a slave in a foreign land. अनि त्यहाँ चाहिँ एउटा दास भनेर बसिरहेको छ He has no family, अनि कोही परिवार पनि छैन उसको no freedom, कुनै पनि छुटकारा छैन no comfort, कुनै कसैले पनि माया गर्दैन कम्फर्ट छैन yet he remains faithful in that season. तर परमेश्वरमा अझै पनि विश्वासयोग्य भइरहेको छ त्यो समयमा पनि I would like to stress, yet he remains faithful in that अनि season. म तपाईहरुलाई भन्न चाहन्छु यो शब्दमा चाहिँ अड्किन चाहन्छु कि तर पनि उ चाहिँ विश्वासयोग्य थिए Amen. आमेन So the second point which I would like to bring is, be faithful in your hidden season. लुकेको समयहरुमा पनि विश्वासयोग्य हुनुहोस् भन्ने दोस्रो बुदा के चाहिँ Amen. आमेन How many of you are going to be faithful in your hidden season? तपाईको लुकेको ऋतुहरुमा पनि गएको ऋतुहरुमा पनि विश्वासयोग्य हुनुहोस् कति जना विश्वासयोग्य हुन चाहनुहुन्छ Amen. Turn to your neighbors and say, be faithful. अनि तपाईहरुले आफ्नो साथीहरुलाई भन्नुहोस् कि विश्वासयोग्य हुनुहोस् भनेर Again, be faithful. फेरि एकचोटी भन्नुहोस् विश्वासयोग्य हुनुहोस् भनेर Amen. आमेन And even in that season when he don't have his family, जब त्यो योसेफको जीवनमा चाहिँ परिवार नभए तापनि when he was a slave, जब ऊ दास भइरहेको थियो when he don't have any comfort, कुनै पनि सजिलो तरिका थिएन when he don't have any freedom, उसको कुनै पनि त्यो फ्रिडम थिएन but still the Lord was with him. तर परमेश्वर चाहिँ अझै उसको जीवनमा चाहिँ रहिरहेको थियो Amen. आमेन Even when Potiphar's wife was trying to tempt him, जब त्यो पोतिफरको श्रीमती चाहिँ आएर उसलाई चाहिँ जति पनि नराम्रो गर्न थालिरहेको थियो even during the time of temptation, त्यो समयमा पनि but Joseph said, how can I sin against my God? अनि उसले चाहिँ भनेको छ कि परमेश्वरको विरुद्धमा म कसरी पाप गरौँ भनेर So he chooses character over the comfort. अनि उसले चाहिँ आफ्नो चरित्रलाई चाहिँ माथि चरित्र कुनै पनि आरामदायी कुराहरु भन्दा माथि चाहिँ आफ्नो चरित्रलाई चाहिँ रोजेको छ Even the choice would have cost him his freedom, but still he said no. अनि उसको आफ्नो त्यो चोइस जुन चाहिँ चुज गरेको छ त्यो कुराहरु अनि त्यो चुज गर्ने बेलामा चाहिँ उसले आफ्नो फ्रिडम स्वतन्त्रता भए तापनि उसले त्यो त्यसलाई चुज गरेको छैन आइ एम रियली सरी मेरो नेपाली एकदमै अलि कमजोर भइरहेको छ मलाई माफ गरिदिनु होला And that's what I'm trying to tell. Be faithful in the hidden season. अनि लुकेको ऋतुहरुमा अनि लुकेको गाह्रो समयमा पनि परमेश्वरमा विश्वासयोग्य हुनुहोस् Enemy will try to tempt you in several ways. अनि शैतानले चाहिँ तपाईहरुलाई धेरै कुराबाट परीक्षा लाउन सक्छ
सक्छ Enemy will try to just come in different ways अनि शैतान चाहिँ धेरैको भेषहरूमा आउन सक्छ through different people, हरेक मानिसहरूको जीवनबाट भएर even your own family members, तपाईको आफ्नै परिवार भएर your own friends, तपाईको आफ्नै साथी भएर your own company. तपाईको आफ्नै कम्पनी भएर But what I'm trying to tell is be faithful when enemy is tempting you. त्यही भएर विश्वासयोग्य हुनुहोस् शैतानले परीक्षा ल्याए तापनि Because people would have not like see us what we are doing in the hidden season. अनि मानिसहरूले हाम्रो यो गइरहेको यो परीक्षाको समयमा के भइरहेको छ भने मानिसहरूले थाहा नपाउला But God sees what you're doing. तर परमेश्वरले देख्नुहुन्छ कि तपाईको जीवन के भएर गइरहेको छ भनेर Amen? आमेन Amen? आमेन Sometimes our choice would have cost our freedom. हाम्रो आफ्नो चोइसको कारणले हाम्रो यो स्वतन्त्रतालाई चाहिँ कतिपटक हाम्रो स्वतन्त्रतालाई चाहिँ लिन सक्दछ But God was still with him in the prison. तर जोसेफको साथमा चाहिँ परमेश्वर चाहिँ त्यो प्रिजनमा जेलखानामा पनि हुनुहुन्थ्यो So when he was in the pit, God was with him. जब ऊ चाहिँ खालमा थियो त्यतिखेर पनि परमेश्वर हुनुहुन्थ्यो When he was in the prison, God was with him. जब ऊ झ्यालखाना ट्रेनिङ गर्नुभन्दा अगाडि नै ट्रेनिङ नगरिकन उनीहरूलाई के युद्धमा पठाउँछ र No, right? पठाउँदैन नि है No, na? Yes. Because even before they put into the battlefield, उनीहरूलाई त्यो के अरे लडाइँमा पठाउनुभन्दा अगाडि नै he sweats, ऊ चाहिँ पसिना आउँदछ he struggles, उसले चाहिँ एकदमै धेरै कुराहरू भएर खेपेर जानुपर्छ and he used to have so many unseen fights which nobody has ever seen. अनि कसैले नदेखेको युद्ध चाहिँ उसले गरिरहेको हुनुपर्दछ Because that private training त्यो जति पनि उसको प्राइभेट ट्रेनिङ भइरहेको हुन्छ will determine the public victory. अनि उसको त्यो बाहिरको त्यो विजयलाई देखाउँदछ Amen? आमेन That's why we need to be faithful in our private season. त्यसैले हामीहरू चाहिँ हाम्रो गोप्यतामा हामीहरू चाहिँ विश्वासयोग्य हुनुपर्छ If you're not faithful in your private season, अनि हाम्रो गोप्यतामा हामी चाहिँ परमेश्वरमा विश्वासयोग्य भएनौँ भने you will never be able to see the victory in the public. हामीहरूले कहिले पनि परमेश्वरको विजय जीवन चाहिँ यो हामीहरूले समाजको सामने देख्न सक्दैनौँ Likewise, God prepared his soldiers in the hidden season. त्यसैले परमेश्वरले चाहिँ लुकेको समयमा चाहिँ परमेश्वरले आफ्नो सैनिकहरूलाई चाहिँ बनाउनुहुन्छ Amen? आमेन Who wants to be trained as soldiers? कतिजना तपाईँहरू चाहिँ सैनिक जसरी ट्रेनिङ गरेको चाहनुहुन्छ Who wants to be trained? कतिजना तपाईँहरू ट्रेन भएको चाहनुहुन्छ Everyone, na? Yes. Sabajana, okay. Yeah. If you're ready to be a soldier, be ready to see the unseen fights in your life. यदि तपाईँहरू चाहिँ साँचो सैनिक बन्न चाहनुहुन्छ भने परमेश्वरले त्यो गोप्यताको तपाईँको ट्रेनिङहरूलाई चाहिँ गर्न दिनुहोस् परमेश्वरलाई And be faithful when nobody sees you. अनि विश्वास गर्नुहोस् कि परमेश्वरले तपाईँलाई देख्नुहुन्छ भनेर God is watching you. परमेश्वरले चाहिँ तपाईँलाई देखिरहनु भएको छ And what you do in the dark will determine what you are going to do in the light. अनि तपाईँले जे अन्धकारमा गर्नुहुन्छ त्यो परमेश्वरले ज्योतिमा देखाउनुहुन्छ Amen? आमेन Before God promotes you, He is going to prove you. परमेश्वरले तपाईँलाई प्रमोट गर्न भन्दा अगाडि परमेश्वरले चाहिँ तपाईँलाई प्रुभ गर्नुहुन्छ And before the cross, there is always a cross. अनि त्यो मुकुट भन्दा अगाडि चाहिँ सधैँ त्यहाँ क्रुस हुँदछ And the cross represents shame. अनि क्रुसले चाहिँ शेमको कुरा बताउँदछ And the cross लाजको कुरा and the cross represents death. अनि क्रुसले चाहिँ मृत्युको कुरालाई भन्दछ If you want to have the crown in your life, be ready to face the cross. त्यही भएर तपाईँले आफ्नो जीवनमा चाहिँ सुरुमा मुकुट चाहनुहुन्छ भने क्रुसलाई पहिला हेर्नुहोस् Amen? आमेन Amen? आमेन So the second thing which I would like to stress is be faithful in your hidden season. अनि दोस्रो कुरा म के भन्न
चाहन्छु भन्दाखेरि तपाईहरुको लुकेको समयमा लुकेको गाह्रो परिस्थिति समयमा चाहिँ तपाईहरु विश्वासयोग्य हुनुहोस् भनेर Be faithful when nobody sees you. अनि जसले तपाईहरुलाई कसैले नदेखे तापनि विश्वासयोग्य हुनुहोस् Your people would have not seen you, but God watches you. तपाईको त्यो गाह्रो समय परिस्थितिमा अरु व्यक्तिहरुले नदेखे तापनि परमेश्वरले चाहिँ तपाईलाई सधैँ देख्नुहुन्छ Amen? आमेन Amen? आमेन Can we all just pray over ourselves and ask the Lord that God help me to be faithful? अनि अहिले तपाईहरुले आफूले आफूलाई प्रार्थना गर्नुहोस् कि प्रभु मलाई विश्वासयोग्य हुनको निम्ति सहायता गर्नुहोस् भनेर Amen? Amen? What was the first point? पहिलो पोइन्ट के थियो पहिलो बुदा के थियो होला God's plan. God's plan. हजुर हो And what is the second point? दोस्रो पोइन्ट चाहिँ के थियो त Yes. Thank you so much for responding. धन्यवाद तपाईहरुले प्रत्युत्तर दिनुभएको लागि And the third point which I would like to bring is, अनि तेस्रो पोइन्टमा तेस्रो बुदामा तपाईहरुको सामने ल्याउन चाहन्छु even in your hidden season, wait for God's perfect timing. तपाईको गाह्रो समयमा गाह्रो परिस्थितिमा नि परमेश्वरलाई पर्खिरहनुहोस् Amen? आमेन The third thing is, wait for God's perfect timing. परमेश्वरको असल योजनालाई चाहिँ पर्खिनुहोस् Even as Joseph was being in the prison, जब जोसेफ चाहिँ झ्यालखानामा थिए and he was just telling the meaning of the dreams of the two of the prisoners. अनि जब योसेफले चाहिँ त्यो दुईजनाको सपनाको अर्थ भनिरहेको थिए And one of them, and he asked one of them to remember him. अनि एकजनाले चाहिँ भनेको थियो कि मलाई सम्झिनुहोस् तपाईले भनेर But you know what happened? तर के भयो तपाईहरुलाई थाहा छ The man forgets. अनि त्यो मान्छेले चाहिँ बिर्सेको छ For whole 2 years, God was completely silent. अनि 2 वर्षसम्म चाहिँ एकदमै कम्प्लिटली परमेश्वर चाहिँ बोल्नु भएको थिएन योसेफसँग So I would like to ask you, have you ever felt forgotten by people? कि तपाईहरुलाई कहिले पनि यस्तो महसुस भएको थियो कि मानिसहरूले मलाई बिर्सेको छ भनेर Have you ever felt forgotten? तपाईहरुलाई मान्छेले बिर्सेको जस्तो कहिले लागेको छ You prayed, तपाईले प्रार्थना गर्नुभयो you served, तपाईले त्यो व्यक्तिलाई सर्भ गर्नुभयो you obeyed, तपाईले जे भने उसले आज्ञा पालना गर्नुभएको छ but still no answer from God. तर परमेश्वरले चाहिँ केही पनि प्रत्युत्तर तपाईलाई दिनु भइरहेको छैन How many of you been in that place? तपाई कति पटक त्यस्तो समयमा भएर जानु भएको छ तपाईले सबै कुरा गरिरहनु भएको छ तर तपाईले केही पनि परमेश्वरबाट प्रत्युत्तर पाउनु भएको छैन परमेश्वर तपाईसँग बोल्नु भएको छैन कतिजना त्यस्तो समय भएर जानु भएको छ Probably everyone. सबैजना मेबी सबैजना तपाईहरु गएको हुन सक्छ But you know what happened? तर के भयो थाहा छ तपाईहरुलाई Even in his waiting period, उसको त्यो पर्खिने समयमा पनि God was doing something. परमेश्वरले चाहिँ के गरिरहनु भएको थियो And when Pharaoh had a dream, जब फारोको सपनामा थियो God remembered Joseph. अनि परमेश्वरले चाहिँ योसेफलाई सम्झिनु भयो And in one single day, अनि एक समयमा Joseph went from prison to palace. अनि योसेफ चाहिँ जेलखानाबाट चाहिँ महलमा जानुभयो Amen? आमेन Amen? आमेन You might be thinking that I'm here for too long in the prison. तपाईहरुले अहिले सोचिरहनु भएको होला म झ्यालखानामा चाहिँ धेरै लामो समयसम्म बसिरहेको छु But there will be a time तर त्यहाँ समय हुनेछ God will take you out from the prison to palace. परमेश्वरले चाहिँ त्यो झ्यालखानाबाट चाहिँ तपाईहरुलाई महलमा लानुहुनेछ Amen? आमेन For that you need to wait for God's perfect timing. अनि त्यसको लागि चाहिँ तपाईहरुले पर्फेक्ट परमेश्वरको असल समयलाई कुर्नु पर्ने हुन्छ In prison you might face so much of hardships. तपाईले त्यो अहिले झ्यालखानामा चाहिँ तपाईहरुलाई धेरै गाह्रो समय हुन सक्छ In prison you might face so much of persecutions. तपाईहरुलाई धेरै पर्सिक्युसनहरु हुन सक्छ त्यस समयमा In prison you might feel so much of pain. अनि तपाईहरुलाई एकदमै दुःख
भइरहेको हुन सक्छ त्यो In समयमा prison, you might feel so much of shame. तपाई जब त्यो झ्यालखानामा हुनुहुन्छ त्यतिखेर तपाईहरुलाई लाज भएर जानुपर्ने कुरा हुन सक्छ And in prison, you might feel so much of hardships. तपाईहरुलाई एकदमै गाह्रो समस्या भएर जानुपर्ने हुन सक्छ But it doesn't mean that God is silent by seeing all your struggles. तर परमेश्वर चाहिँ शान्त हुनुहुन्छ भने नसोच्नुहोस् त्यतिखेर God is right there. तर परमेश्वर चाहिँ तपाईको साथमा हुनुहुन्छ God is right there and He will take you from the prison to the palace. त्यो समयमा चाहिँ परमेश्वरले चाहिँ तपाईलाई झ्यालखानादेखि महलमा लानुहुनेछ Amen? आमेन When you're being in the prison, तपाई जब झ्यालखानामा हुनुहुन्छ we will have so much of tension, right? हामीहरुलाई एकदमै टेन्सन हुन्छ Yes? हो कि हैन Yes? But God is positioning you for a greater impact in your life. तर परमेश्वरले चाहिँ तपाईहरुलाई असल कुराको लागि तयारी गर्दै हुनुहुन्छ And God's delay are not His denials. अनि परमेश्वरको ढिला भन्नुभएको चाहिँ परमेश्वरले म दिन्न भन्नुभएको होइन And how much ever the time which you are in prison, that is not being wasted. तपाई जति पनि झ्यालखानामा भएर त्यो समय भएर जानुहुन्छ त्यो चाहिँ परमेश्वरले त्यो चाहिँ त्यसैको लागि परमेश्वरले जान दिनुभएको होइन And when God's time, तर जब परमेश्वरको समय आउँछ no one can stop your promotion. तर तपाईको त्यो प्रमोसनलाई चाहिँ कसैले पनि रोक्न सक्दैन And Amen? आमेन Amen? Amen. And when you can't trace His heart, trust His hand. तपाईले परमेश्वरको हातलाई विश्वास गर्न सक्नुहुन्न भने उहाँको हृदयलाई चाहिँ विश्वास गर्नुहोस् Amen? आमेन Because you will not be able to see what is God is doing in your life. त्यसैले तपाईहरुले चाहिँ परमेश्वरले के गरिरहनु भएको छ तपाईले कतिपटक नदेख्न सक्नुहुन्छ But trust His heart. तर परमेश्वरको हृदयलाई चाहिँ विश्वास गर्नुहोस् Trust His heart. परमेश्वरको हृदयलाई विश्वास गर्नुहोस् Even when it doesn't make sense, trust His heart. यदि तपाईले केही पनि त्यो तपाईलाई के भइरहेको छ भन्ने कुरा थाहा नभए तापनि परमेश्वरको हृदयलाई विश्वास गर्नुहोस् Because the same God who was with Joseph is with you as well. जुन चाहिँ योसेफको समयमा परमेश्वर हुनुहुन्थ्यो त्यही समय त्यही परमेश्वर चाहिँ आज तपाईको साथमा हुनुहुन्छ The same God who was with Joseph in prison is with you as well. जुन चाहिँ झ्यालखानामा योसेफको साथमा हुनुहुन्थ्यो त्यही परमेश्वर चाहिँ आज तपाईको साथमा हुनुहुन्छ And He is faithful enough to take you from prison to palace. अनि उहाँ चाहिँ विश्वासयोग्य परमेश्वर हुनुहुन्छ कि तपाईहरुले पनि आफ्नो त्यो झ्यालखानाको समय भएर तपाईहरु पनि जानु परिरहेको होला त्यो झ्यालखानाको समय भएर गाह्रो परिस्थिति भएर जानु परिरहेको होला तर त्योबाट परमेश्वरले चाहिँ उचालेर तपाईहरुलाई महलमा लानुहुनेछ And you don't want to fight for palace. अनि तपाईहरु चाहिँ कहिले पनि झगडा गर्नु पर्दैन मलाई महल जानु मन छ भनेर You don't want to fight for palace. तपाईले महलको लागि झगडा गर्नु पर्दैन Just stay faithful in prison तर विश्वासयोग्य हुनुहोस् जब तपाई झ्यालखानामा हुनुहुन्छ and wait for God's perfect timing. अनि परमेश्वरको योजनालाई चाहिँ विश्वास गर्नु And He will lift you up from prison to palace. परमेश्वरले चाहिँ तपाईलाई त्यो झ्यालखानाबाट महलमा लानुहुनेछ Amen? आमेन Amen? आमेन I would like to share my testimony here. अनि म चाहिँ एउटा मेरो गवाही तपाईहरुको माझमा भन्न चाहन्छु When I came to Sikkim, जब म सिक्किम आएँ I was completely like from the plain to the hills place. म चाहिँ एकदमै सम्म परेको ठाउँबाट माथि यो डाँडा भएको ठाउँमा पुगेँ And my health was really affected. किनभने उहाँ चाहिँ चेन्नईबाट हुनुहुन्छ चेन्नई चाहिँ एकदमै सम्म परेको ठाउँ छ अनि सिक्किम चाहिँ पहाडै पहाड भएको ठाउँ छ त्यही भन्दै हुनुहुन्छ उहाँले अनि उहाँको हेल्थमा चाहिँ एकदमै गाह्रो समस्या आयो भनेर भन्दै हुनुहुन्छ And because I used to bleed almost every day. अनि म चाहिँ हरेक रगतहरू जाने गर्थ्यो मेरो शरीरबाट चाहिँ And it lasted for like 7 months. अनि 7 महिनासम्म त्यस्तो हुन थाल्यो And I used to keep bleeding and even in the bathroom I used to faint. अनि कहिलेकाहीँ चाहिँ म बाथरुममा नै फेन्ट हुन्थेँ And still in those times like I know that if God has called me, He will never leave me. अनि मलाई त्यो समयमा पनि थाहा थियो कि यदि परमेश्वरले मलाई यस ठाउँमा यो सिक्किममा बोलाउनु भएको भने परमेश्वरले मलाई कहिले पनि छोड्नुहुने छैन भनेर And some of my friends from my place, they said that it can be colon cancer. अनि कतिजना मेरो साथीहरूले चाहिँ घरको साथीहरूले भन्न थाले कि यो त कोलन क्यान्सर पनि हुन सक्छ भनेर And some of them were saying so many reasons like this can be that, this can be that, but I never listened to them. अनि मेरो साथीहरू कतिजना अनि समाजहरूले मेरो पछाडिको चर्चको साथीहरूले भन्न थाले कि ए तिम्रो त यो होला त्यो होला यो होला त्यो होला भनेर तर मैले कहिले पनि उनीहरूको आवाजलाई सुनिनँ There was a time where I was not able to sit as well. There was a time where I was not able to lie down as well. But still, I just bear all the pain.
अनि त्यो समय पनि थियो कि जुन बेलामा म बस्न पनि सक्दिनँ थिएँ, उठ्न पनि सक्दिनँ थिएँ, मलाई एकदमै गाह्रो समस्या भइरहेको थियो त्यो बेलामा। And then I went to the hospital for checkup. अनि म हस्पिटलमा गएर चेकअप गर्न गएँ। And back at my home, all the people were praying for me because they know about my situation. अनि मेरो घरमा चाहिँ मेरो परिवारहरूले एकदमै प्रार्थना गरिरहनु भएको थियो किनकि उहाँहरूलाई थाहा थियो कि म कस्तो समय भएर गइरहेको छु भनेर। Even in my heart, I had faith like very small, like mustard seed. अनि मलाई पनि एउटा राईको दाना जतिको विश्वास थियो त्यो समयमा। Nothing will be there. अनि मलाई त्यो विश्वास थियो कि मेरो जीवनमा केही पनि हुँदैन भनेर। Even though the scanning process was very, very painful. जब स्क्यानिङ गर्नको लागि म गएँ त्यो बेलामा चाहिँ एकदमै गाह्रो भइरहेको थियो मलाई। But you know what happened? अनि के मलाई के भयो थाहा छ तपाईहरुलाई? Doctor didn't even give me the sheet of the scan which I went through. अनि म त्यहाँ जाँदाखेरि चाहिँ पछि त्यो रिपोर्ट लिन जाँदाखेरि चाहिँ मलाई स्क्यानको त्यो रिपोर्ट पनि दिएन। I didn't wait it. मैले त्यहाँ कुर्दा पनि कुरिनँ। When the scanning is happening itself, doctor said nothing is there. अनि जब स्क्यान गर्दै थियो त्यतिखेर नै मलाई डाक्टरले के भन्यो भन्दाखेरि तिमीलाई त केही त भएकै छैन भनेर। Now I'm completely free from that. अनि मलाई त्यो सबै कुराबाट चाहिँ छुटकारा छु अहिले। That's what I'm trying to tell. Like you might go through so many things in your life. त्यही भएर म तपाईहरुलाई यही भन्न चाहन्छु कि तपाईहरुको जीवनमा पनि तपाईहरु धेरै गाह्रो समस्या परिस्थिति भएर जानु भएको होला। So much of pain in your life. तपाईको गाह्रो परिस्थिति भएर जानु परेको होला। But just trust His timing. तर परमेश्वरको समयलाई चाहिँ विश्वास गर्नु। And don't give up. अनि कहिले पनि तपाईहरुले गिभ अप नगर्नुहोस्। Don't give up. गिभ अप नगर्नुहोस्। नहार्नुहोस्। Just turn to your friends and say, don't give up and trust God's plan. तपाईको आफ्नो साथीहरुलाई फर्केर भन्नुस् कि नहार्नुहोस् भनेर। And trust His timing. हार नखानुहोस् अनि परमेश्वरको समयलाई विश्वास गर्नुहोस् भनेर। Amen? आमेन। What was the first point which I said? पहिलो पोइन्ट के थियो? Yes. Second point? Yes. Third point? Wow, so good. Just give a hand of applause to yourself. And the fourth point which I would like to bring is, चौथो नम्बर म तपाईहरुलाई भन्न चाहन्छु, forgive and see God's hand in the pain. अनि क्षमा दिनुहोस् अनि क्षमा दिनुहोस् अनि परमेश्वरको हातलाई हेर्नुहोस्। And as you are seeing in the life of Joseph, तपाईले योसेफको जीवनलाई देख्न सक्नुहुन्छ। now he is being in the palace. अनि उ चाहिँ अब महलमा छ। And the brothers, they are just coming to see him. अनि उसको दाइहरु चाहिँ हेर्नको लागि आएको छ योसेफलाई। And their brothers were so afraid that he will take revenge. अनि उसलाई उसको दाइहरुलाई चाहिँ एकदमै डर लागिरहेको थियो कि अब यो योसेफले मलाई चाहिँ अब बदला लिन्छ भनेर। We also might have done the same thing only, right? हामीहरुले पनि त्यस्तै कतिपटक गरिरहेका हुन्छौँ हैन र? When somebody would have just hurt, कसैले हामीहरुलाई दुःख दिन्छ भने, when somebody would have just betrayed, कसैले हामीलाई विद्रोह गर्छ भने, will you be able to see that person? तपाईले के त्यो व्यक्तिलाई सिधै हेर्न सक्नुहुन्छ? No, right? सक्नुहुन्न हैन? No, right? Or is there anyone who can do that? कसैले सजिलो तरिकाले तपाईले क्षमा दिन सक्नुहुन्छ? But you know what happened? But Joseph, he weeps and he embraces and he welcomed his brother. अनि उसले चाहिँ योसेफको जीवनबाट हामीले हेर्न सक्छौँ कि उसले चाहिँ आफ्नो दाइहरुलाई चाहिँ अंगालो मारेर अनि त्यसपछि रोएर एकदमै माया गरेको छ। And Joseph said, you might meant everything for evil, but my God has turned everything for good. अनि उसले चाहिँ भनेको छ कि तिमीले चाहिँ मेरो जीवनको लागि चाहिँ दुष्ट कुरा योजना गरेको थियो होला तर परमेश्वरले चाहिँ त्यो कुरालाई चाहिँ असल रूपमा परिवर्तन गर्नु भएको छ। Amen. 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 He saw beyond the hurt. त्यो दुःख भन्दा पनि बाहिरको कुरालाई हेरेको छ। And he saw the hand of God. अनि उसले चाहिँ परमेश्वरको हातलाई देखेको छ। That's why he was able to say that. अनि त्यसपछि उसले भन्न सकेको छ, You meant it for evil, but my God has turned for good. तिमीले चाहिँ दुष्ट कुराको लागि मेरो जीवनमा रचेको थियो तर परमेश्वरले चाहिँ त्यो कुरालाई चाहिँ असल कुरामा परिवर्तन गर्नु भएको छ। He forgives them not because they deserved, उसले चाहिँ क्षमा दिएको छ किनभने
understood God's picture. किनकि उसलाई चाहिँ थाहा थियो कि उसलाई चाहिँ परमेश्वरको त्यो चित्रको बारेमा थाहा थियो So many times, like in our life, we are not able to forgive who has wronged us. कतिपटक हामीहरूले चाहिँ आफ्नो मानिसहरूलाई क्षमा दिन सक्दैनौँ Amen? But तर I'm telling to you this morning, म यो बिहान तपाईँहरूलाई यो भन्न चाहन्छु कि forgive क्षमा दिनुहोस् and let it go. अनि त्यो कुरालाई छोडिदिनुहोस् Forgive क्षमा दिनुहोस् and let it go. अनि छोडिदिनुहोस् And if you see a sculpture, how many of you know the sculpture? तपाईँहरूले कतिजनाले मूर्ति देख्नु भएको छ Everyone know, right? तपाईँहरूलाई थाहा छैन In order to have the perfect shape, they will keep heating that sculpture, right? त्यो मूर्ति बनाउनको लागि चाहिँ त्यो ढुङ्गाको मूर्तिलाई बनाउनको लागि चाहिँ उसले हानि गर्छ हो कि होइन And the stone doesn't understand why that sculpture is just hitting me again and again and again and again. अनि त्यो ढुङ्गाले चाहिँ महसुसै गर्दैन किन यसरी हानेको छ भन्ने कुरा But the one who is making, he knows that there is going to be a masterpiece out of it. अनि त्यो जसले बनाइरहेको हुन्छ अनि त्यो त्यो मान्छेलाई मात्रै थाहा हुन्छ कि म यो ढुङ्गाबाट चाहिँ यस्तो खालको चित्र निकाल्छु यस्तो खालको मूर्ति बनाउँछु भनेर That's what I'm going to say, that God is going to use your pain. त्यसैले म तपाईँहरूलाई भन्न चाहन्छु कि तपाईँहरूको दुःखलाई चाहिँ परमेश्वरले प्रयोग गर्न चाहनुहुन्छ He uses your pain for His purpose. त्यो तपाईँको दुःखलाई चाहिँ परमेश्वरले युज चलाउन चाहनुहुन्छ That's why I'm telling, forgive. त्यसैले तपाईँहरूले क्षमा दिनुहोस् When you forgive, it will free your future. अनि तपाईँले जब क्षमा दिनुहुन्छ तपाईँको भविष्य चाहिँ असल हुन्छ You know why? किन थाहा छ तपाईँहरूलाई Because God can use the same people who hurt you अनि जसले तपाईँहरूलाई दुःख दिएको छ त्यही व्यक्तिहरूलाई परमेश्वरले युज चलाउनुहुन्छ to push you towards your destiny. तपाईँको त्यो तपाईँको परमेश्वरले जुन राखिदिनु भएको छ त्यो उद्देश्यमा पुर्याउनको लागि त्यही व्यक्तिहरूलाई परमेश्वरले चलाउनुहुन्छ Amen? आमेन Amen? आमेन Can we all just take some time and just think of the person which you cannot forgive in your life? अनि तपाईँहरूले अहिले यो समय लिनुहोस् कि छोटो समय लिनुहोस् तपाईँले कसलाई चाहिँ क्षमा दिन सक्नुभएको छैन अहिलेसम्म एक्लो हुनुहुन्न You're never alone. तपाईँ कहिले पनि एक्लो हुनुहुन्न Amen? आमेन Amen? आमेन The Lord was with Joseph परमेश्वर चाहिँ योसेफको साथमा हुनुहुन्थ्यो and the Lord is with you as अनि well. परमेश्वर चाहिँ तपाईँको साथमा नै हुनुहुन्छ Maybe I would like to invite the worship team. अनि म आराधक टिमलाई बोलाउन चाहन्छु एकछिन अगाडि Maybe you can just lead us into the time of songs. अनि छोटो समय छोटो कुनै परमेश्वरको छोटो गीतबाट परमेश्वरको आराधना गर्न हामीलाई सहायता गरिदिनुहोस् And don't forget what I said. अनि मैले तपाईँहरूलाई के भनिरहेको छु तपाईँहरूले नबिर्सिनुहोस् Amen? आमेन Amen? आमेन Can we all just rise up? तपाईँहरू आफ्नो खुट्टामा उभिदिनुहोस् यो समय